धेरैले भन्छ चाहिँ भ्लग आएन अनि आज भ्लग बनाउने भनेर। अनि यहाँ हाम्रो प्यारो टिङ्कु यसले यसको एउटा यस्तो नराम्रो बानी छ। म 2टा खाना हालेलाई दाल र आलु खाएन, मासु खाएन, के खान्छ क्यान्सर त्यसले दुध पनि खान्न, आँप मात्रै खान्छ हो कि नै? आँप मात्रै खान्छस् नि? आँप खाएर गुठली यहाँ फालेछ, एउटा अरू गुठली छ त कता। यसले आँप मात्रै खान्छ। योचोटि रुखमा आँप फलेको थियो, सबै यहीले खाछ। यसले आँप मात्र खान्छ, अरू केही खाँदैन। अनि अर्को कुरा, मैले परे अलमोस्ट सब हटाइसकेको छु भन्नु पर्दाखेरिमा। यहाँ छैन परे, अब अलमोस्ट यति छ। अब लकी द रेसरको चाहिँ म फिमेल खोजिरहेको छु, कोही फिमेल राम्रो पायो भने जोडा लाउनु यसको ब्रिडिङ निकाल्छु भनेर। अनि अब एउटा मेल छ टेडी, तर त्यो हल्का ठुलो हुन टाइम छ अझै। अब काले त म कोहीलाई दिन्न, एउटा हट्छ काले। एउटा यो सेलमा छ, कोही लिन्छ भने। अनि एउटा यो टेडी फिमेल छ, यो टेडी फिमेलको यो लाखासित जोडा लाउँछु भनेर। लाखाको पहिलाको बच्चा यो हो, जो कि भागेको थियो। भागेको 15 कि 16 दिनमा आएको थियो, फेरि समातिहाल्यो, लाइक कसले पक्रिहाल्थ्यो। अनि यति छ अहिले, परेवा धेरै छैन। परे त्यति हो, न अहिले कुखुरा छ, न खरायो छ, न हाँस छ, न डग छ, केही छैन अहिले। अहिले यो टिङ्कु छ होइन, कति राम्रो छ, कति हाटेर, कति क्युट छ। यही मात्र छ एउटा, यता हेर्न, हेर कति क्युट छ। हेर यस्तो क्युट छ कोही त। यसरी कि खोर भइगयो। अब परेवा चाहिँ छैनन् नि, सबै नयाँ परेवा हुन्। यहाँबाट 2-3वटालाई छोडेर, जस्तो कि एउटा यो लक्की काले, अर्को एउटा यो टेडी, अनि यतिलाई छोडेर सबै नयाँ हुन्। यस्तरी खोरमा राख्ने। अब पहिला यतिले सेट गरौँ, त्यसपछि अरू ल्याउँला। यहाँबाट एउटा परेवा छैन, यहाँ रहेछ। यति परेवा छैन आज, छत पनि ठुलो भइगयो हल्का। त यति नै हो, बाई।